हेलो एभ्रीवान वेलकम ब्याक टु द न्यू भिडियो सबैजना सन्चै नै हुनुहुन्छ होला आजको भिडियोमा चाहिँ तपाईँहरूलाई म मेरो अपकमिङ आउन लागिरहेको ट्रेडिङ प्लानहरू हैन अब कस्तो खालको कन्टेन्ट चाहिन्छ कन्टेन्टको रिलेटेड त्यसपछि हामी पर्फर्मको कुराहरू गर्छौं दुबई रिलेटेड अनि वी हेभ अ गिभअवे अनाउन्समेन्ट अहिले चाहिँ हामी 5k सब्स्क्राइबरको एकदमै नजिक छौं त्यसैले जसले सब्स्क्राइब गर्नु भएको छैन गएर सब्स्क्राइब गर्नु होला 5k पुगिसकेपछि चाहिँ हामी लाइभ फन्डेड अकाउन्ट चाहिँ गिभअवे गर्ने छौं अनि गाइज म युट्युबमा एक्टिभ भए पनि नभए पनि इन्स्टाग्राममा चाहिँ हरेक दिन स्टोरी आइरहेको छ मेरो पिएनएल देखि लिएर एभ्री कुराहरु चाहिँ मेरो अहिलेको मेरो ट्रेड के अपडेट भइरहेको छ सबै कुराहरु पनि इन्स्टाग्राममा पोस्ट गरिरहेको हुन्छु त्यसैले इन्स्टाग्राममा फलो गर्न चाहिँ नबिर्सनु होला लेट्स गेट इन द भिडियो फर्स्टली तपाईको चाहिँ मैले चाहिँ फेब्रुअरीदेखि चाहिँ अहिलेसम्म चाहिँ तपाईको चाहिँ रियल अकाउन्टमा ट्रेड गरिरहेको छु तपाईले मेरो लास्ट तपाईको चाहिँ पिएनएल ब्रेकडाउन भिडियो पनि हेर्नु भयो होला हैन त्यो भिडियो पछि धेरै प्रब्लम पनि आएको थियो जुन कुराहरु तपाईले मेरो लास्ट भिडियोमा थाहा पाउनु भयो होला अनि त्यसको रिलेटेड चाहिँ मैले के प्लानिङ गरिरहेको छु भन्दाखेरि अब चाहिँ तपाईको चाहिँ त्यो त्यस्तो खालको ब्रोकरको कन्टेन्ट अथवा तपाईको त्यस्तो खालको विड्रलको कन्टेन्टहरु चाहिँ मेबी म इंग्लिशमा हाल्छु होला अर मेबी हिन्दी हैन कुनमा हाल्दा चाहिँ बेटर हुन्छ होला त्यो चाहिँ तपाईहरुले पनि सजेस्ट गर्नु होला अनि तपाईको चाहिँ अनि यो च्यानलमा चाहिँ आइ एम प्लानिङ टु डु समथिङ च्यालेन्जेस फर माइसेल्फ हैन कुनै गोल्सहरु छ जुन चाहिँ मैले 2026 को लागि प्लान गरिरहेको छु त्यसमा एउटा चाहिँ के भन्दाखेरि आइ एम प्लानिङ टु डु 1 मिलियन फन्डिङ इन फर्म अनि तपाईको चाहिँ 100k पे आउट्स व्हिच एभर कम फर्स्ट हैन मैले चाहिँ यो च्यालेन्ज चाहिँ स्टार्ट गर्न लागिरहेको छु एन्ड आई हेभ अलरेडी स्टार्टेड हैन लास्ट विकबाट मैले चाहिँ यसको लागि चाहिँ स्टार्ट गरिरहेको छु मेरो चाहिँ कस्तो खालको प्लान छ भन्दाखेरि पहिला एउटा अकाउन्ट किन्ने हैन त्यसलाई चाहिँ फेज 1 पनि पास गर्ने फेज 2 पनि पास गर्ने अनि त्यसबाट पे आउट लिने हैन अब त्यसबाट पे आउट लिएको पैसाले चाहिँ मैले चाहिँ अनि अरु पर्फर्म किन्ने अरु पर्फर्म पनि पास गर्ने त्यसबाट पनि पे आउट लिने हैन यसरी चाहिँ म स्केल गर्ने चाहिँ मेरो प्लान छ कि नाकि तपाईको चाहिँ सबै अकाउन्ट एकैचोटी गर्ने त्यस्तो खालको मेरो प्लान छैन मेरो चाहिँ एउटा गर्दै चाहिँ पे आउट लिँदै हैन सबै एउटा डकुमेन्ट्री बनाएर चाहिँ गर्ने प्लान छ किनभने मेजर रिजन भनेको मैले जहिले पनि कुनै पनि पैसा मैले मेरो ट्रेडिङमा इन्भेस्ट गर्दै छु भने त्यो पैसा जहिले पनि म निकालिसकेपछि मेरो प्रॉफिट मात्रै म जहिले नै रिस्क गर्छु के भन्नुको मतलब एक्जाम्पल के छ भन्दाखेरि जस्तो फर एक्जाम्पल म 200 300 500 डलर किनेर मैले अकाउन्ट किन्छु भने मलाई त्यो भनेको मेरो के हो इनिशियल इन्भेस्टमेन्ट भयो हैन यदि मेरो इनिशियल इन्भेस्टमेन्ट मेरो आउँछ भने अनि मेरो आको पे आउटमा आको जति पनि प्रॉफिट छ नि हो त्यो प्रॉफिटले चाहिँ म के गर्छु अब चाहिँ म रिस्क गर्छु के त्यस्तो गर्नुभयो भने चाहिँ जहिले पनि है मैले यत्रो वर्ष मैले ट्रेडिङ गरे यत्रो वर्ष ट्रेडिङ गर्दाखेरि वान अफ द मेरो बिगेस्ट लेसन भनेको के भन्दाखेरि आफूले जुनसुकै पैसा ट्रेडिङमा लाउँदै हुनुहुन्छ भने त्यो पैसा एकचोटी कमाइसकेको छ भने त्यो पैसाले निकाल्नुस् अनि जहिले पनि आफ्नो प्रॉफिटलाई चाहिँ के गर्नुस् रिस्क गर्नुस् अनि यो सब प्रोसेसको बीचमा मैले फेज 1 कसरी पास गर्छु ट्रेड ब्रेकडाउन हैन फेज 2 कसरी पास गर्छु मेरो इमोसन के हुन्छ कतिखेर फेल पनि होला पे आउट होला रिभ्यू भिडियो हुन्छ हैन सबै कुराहरु लामो हुनेछ डकुमेन्ट्री एकदमै 3-4 वटा मेबी 10-12 वटा भिडियो आउँछ होला सो यो भिडियोमा हेर्नु भने एकदमै माया देखाइदिनु होला अनि तपाईहरुको ओपिनियन के छ हैन के मैले सक्छु होला कि सक्दिन होला हैन के तपाईहरुलाई कस्तो लाग्छ यो च्यालेन्जेसको बारेमा के छ तपाईहरुको ओपिनियन त्यो पनि कमेन्ट डाउन गर्नु होला अनि यो च्यालेन्जेसहरुको लागि चाहिँ मैले पर्फर्म छानेको छु हैन तपाईको भोलि मेरो एउटा भिडियो आउँदैछ फन्डे नेक्स्ट को मैले 10k को अकाउन्टमा पे आउट लिएको छु सानो पे आउट छ त्यही पनि म मजाले ट्रेड ब्रेकडाउन र रिभ्यू गरेर भोलि एउटा भिडियो आउँछ फन्डे नेक्स्ट को त्यसपछि मैले एउटा सोचिरहेको पर्फर्म भनेको फन्डे नेक्स्ट फन्डिङ टिप्स एफटीएमओ अल्फा क्यापिटल हैन यो 4-5 वटा पर्फर्म छ जुनलाई चाहिँ मैले पर्सनली रिभ्यू पनि गर्छु पे आउट पनि निकाल्छु अनि एभ्री कुराहरु हुन्छ गाइस यो भिडियो एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ आइ एम च्यालेन्जिङ समथिङ न्यू हैन त्यही भएर यसमा चाहिँ सबैजनाले माया देखाउनु होला यो त भयो अब मेरो आउने अपकमिङ कन्टेन्टहरुको बारेमा हैन यो रिलेटेड यो बाइक पर्फर्म बाइक पनि अरु तपाईलाई अरु कुनै पनि टपिकमा चाहिँ तपाईलाई चाहिँ कन्टेन्ट चाहिरहेको छ भने चाहिँ प्लिज कमेन्ट डाउन गर्नु होला आई विल ट्राई टु मेक हैन अरु कुनै फिल्डमा पनि तपाईलाई कन्टेन्ट चाहिरहेको छ पर्फर्मिङ बाइक पनि त्यसमा पनि अभियसली म भिडियो बनाउने छु अनि अब हामी कुरा गरौँ दुबईको बारेमा हैन अब दुबई के गर्ने त किनभने धेरै जनाले मलाई मेसेज पनि गर्नु भएको थियो दुबई कतिखेर जाने के गर्ने दुबईको भिजा अहिले बन्द भइराको छ हैन के छ अपडेट भनेर मलाई धेरै जनाले मेसेज गरिराख्नु भएको थियो अनि दुबईको अपडेट मैले के गरिराखेको छु भन्दाखेरि अहिले दुबईको भिजाहरु सबै बन्द नै छ हैन कुनै पनि खुलेको छैन अनि के अपडेटहरु आएको छैन गभर्नमेन्टको साइडबाट कुनै पनि अपडेट छैन सो के अपडेट आउँछ भने म हजुरलाई अफ कोर्स पनि शेयर गर्छु अनि दुबई जानु भन्दा अगाडि किन धेरै जना दुबई जाने भन्नुहुन्छ के तर दुबई जाने यति सजिलो पनि छैन नि त हैन पैसा छ भने सजिलो छ त्यो छुट्टै ठाउँमा छ तर मेन भनेको दुबई जानुको मेजर पर्पज एज अ ट्रेडिङको पर्पजमा हो भने चाहिँ के गर्नुपर्छ भन्दाखेरि तपाईसँग यदि तपाई कन्सिस्टेन्टली प्रॉफिटेबल हुनुहुन्छ हैन एउटा राम्रो अमाउन्टको पैसा कमाइराख्नु भएको छ भने बल्ल दुबई जाने हो के तपाई ठ्याक्कै ट्रेडिङ भर्खर स्टार्ट गर्दै हुनुहुन्छ हैन नेपालमा फ्रस्ट्रेट भएर दुबई गइहाल्ने भन्दा पनि तपाईले चाहिँ पहिला नेपालमा बस्ने सानोतिनो पे आउट लिने हैन मजाले स्ट्रगल गर्ने त्यसपछि अलिकति राम्रो ब्याकअपमा पैसा छ भने सबै कुरा छ गाइस हैन ब्याकअपमा पैसा छ भने चाहिँ बल्ल दुबईको लागि रेडी हुने हो अबको मेबी 2-3 महिनामा सबै कुराहरु फिक्स हुन्छ जस्तो लाग्छ मलाई हैन त्यसले अहिले देखि चाहिँ प्रिपेयर भइराख्नुस्
अहिलेदेखि राम्रो पेआउटहरू लिइराख्नुहोस् हैन आफूसँग ब्याकअपमा पैसा राख्नु एकचोटि पैसा भइसकेपछि दुबई जाने एकाउन्टमा ट्रान्जेक्सनहरू मिलाउने हैन सबै कुराहरू मजाले गर्न सकिन्छ अनि धेरैले के पनि सोध्दै हुनुहुन्थ्यो भन्दाखेरि दुबई जानलाई के कति खर्च लाग्छ हैन दुबईमा कति हुन्छ लिभिङ एक्सपेन्सेस दुबई चाहिँ कस्तो खालको थाहा हो भन्दाखेरि दुबईमा तपाईँ 50-60 हजारमा किन नेपालीहरू अझै पनि हैन तपाईँको चाहिँ वर्किङमा गएकोहरू पनि 50-60 हजार 1 लाखमा पनि सस्टेन गर्न सकिन्छ अलिकति राम्रो लाग्छ 2 लाख पनि सस्टेन गर्न सकिन्छ इट्स टोटली डिपेन्ड अपन तपाईँ कुन इन्भाइरोमेन्टमा जाँदै हुनुहुन्छ तपाईँले चाहिँ तपाईँसँग कति छ तपाईँको हैन इन्कम तपाईँ कति छ तपाईँले कतिसम्म स्पेन्ड गर्न सक्नुहुन्छ भन्ने हो किनभने अब तपाईँले जस्तो फर इक्जाम्पल तपाईँलाई मेन सिटी एरियातिर बस्नु छ भने यति अमाउन्ट यति महँगो लाग्छ भने अब सिटीको नियर बाई एरियातिर बस्नुहुन्छ भने अलिक सस्तो हुन्छ क्या सो दुबईमा चाहिँ जति पैसाले पनि हामी सर्भाइभ चाहिँ हुन सक्छौँ है अब त्यहाँनिर किनभने फर इक्जाम्पल हामी कुनै पनि दुबईको एउटा सुपर मार्केटमा जान्छौँ भने त्यहीँ पानीको प्राइस शुद्ध फरक हुन्छ होइन एउटा पानी महँगो एउटा पानी सस्तो हुन्छ भने सो दुबईमा सर्भाइभ हुन गाह्रो छैन मजाले सर्भाइभ हुन सकिन्छ जतिसुकै पैसाले तर त्यो तपाईँमा डिपेन्ड गर्छ तपाईँलाई कस्तो खालको चाहिँ लिभिङ स्ट्यान्डर्ड चाहिँ दुबईमा चाहिँ जिउनु छ दुबईको भिजा रिलेटेड कुनै पनि अपडेट आउँछ भने म अभियसली म च्यानलमा म भिडियो अपलोड गर्छु होइन म आफै पनि तपाईँको चाहिँ दुबई 3 महिना 4 महिनामा गइरहेको हुन्छु होइन अनि दुबईको चाहिँ के छ भन्दाखेरि दुबई पर्मानेन्टली बस्न भन्दा पनि म चाहिँ ट्रान्जेक्सनको लागि बढी सजेस्ट गर्छु किनभने म आफै पनि दुबई 2-3 महिना बसेँ होइन अनि 2-3 महिना बसिसकेपछि के कुराहरू रियलाइज गरेँ भन्दाखेरि किन म त एक्लै गएको हो नि त होइन दुबई म त कसैको पनि हेल्प नलिकन म आफै एक्लै गएको हो दुबई होइन अनि म एक्लै बसिरहेको थिएँ दुबई अनि मलाई चाहिँ के भयो भन्दाखेरि 1-2 महिना रमाइलो लाग्छ तपाईँहरूलाई होइन सबै पार्टी गर्नुहुन्छ यताउति घुमघाम गर्नुहुन्छ सबै कुरा हुन्छ आफ्टर 1-2 मन्थ्स त्यसपछि यु स्टार्टेड फिलिङ अलिकति होमसिक बढी हुन्छ होइन किनभने घरको याद आउँछ त्यत्रो इन्भाइरोमेन्टमा आफै किनभने अब दुबईमा एभ्री महिना त हामी बाहिर गएर खानु सक्दैनौँ अनि बाहिर रेस्टुरेन्ट खान सक्दैनौँ होइन अब घरको खाना मन लाग्छ घरको खानालाई आफै पकाउनुपर्छ ब्रो म 2-3 महिना अपार्टमेन्टमा बसेँ म आफै पकाउँथेँ आफै खान्थेँ सबै काम आफै गर्थेँ सो जुन चाहिँ किनभने मेरो घरमा आफ्नो मम्मी ड्याडीले गरिदिनु हुन्थ्यो अनि एउटा फ्यामिलीको याद आउँछ होइन किनभने यत्रो मैले पैसा कमाइरहेको छु भने फर होम होइन त्यो एउटा फिलिङ चाहिँ आउँछ सो मेरो आफ्नो प्लानिङ पनि के छ भन्दाखेरि दुबईमा मेबी मेरो सबै भिजा सबै रहेछ 3-4 महिना दुबई बस्छु अरू मेबी 6 महिना वर्षको 6 महिना दुबई बस्छु अनि 3-4 महिना 1-2 महिना नेपाल बस्छु त्यसपछि आई विल बी गोइङ बाली होइन त्यसपछि थाइल्यान्ड अरू कन्ट्रीहरूको पनि चाँडै भ्लग पनि आउँछ यो इयर पनि मेरो 2-3 कन्ट्री एउटा प्लान छ सो मेरो प्लानिङ चाहिँ त्यो छ है मैले चाहिँ दुबईलाई चाहिँ त्यो अनुसारले चाहिँ मैले चाहिँ अहिले प्लान गरिरहेको छु अब हामी अलिकति एक्सनेसको बारेमा तिर पनि आऊँ होइन एक्सनेसमा नेपालको सिनेरियो के छ त होइन मेरो चाहिँ तपाईँको चाहिँ अराउन्ड 2 हप्ता अगाडि चाहिँ एक्सनेसको तपाईँको म्यानेजरसँग कुरा भएको थियो अनि म्यानेजरसँग कुरा हालेर मैले नेपालको धेरैवटा प्रब्लमहरू सुनाएँ नेपालमा यस्तो कुराहरू छैन यो कुराहरूले ल्याग गरिरहेको छ नेपालमा ट्रेड अन नभएको होइन पेमेन्ट गेटवेको एकदमै ल्याग छ भन्दाखेरि एक्सनेसले पनि आफ्नो इन्ट्रेस्ट एकदमै धेरै देखाइरहेको छ बट यो अब तपाईँको पेमेन्टको कुराहरू चाहिँ नेपालबाट तपाईँको डाइरेक्ट पेमेन्ट आउनलाई चाहिँ नेपालमा लिगली आउन चाहिँ एकदमै अहिलेको सिनेरियो हेर्दाखेरि एकदमै मलाई गाह्रै लाग्यो होइन अनि एक्सनेसको यसको सल्युसन के हुनसक्छ भन्दाखेरि तपाईँले बाहिरको हेल्प लिन सक्नुहुन्छ जस्तो फर इक्जाम्पल मैले मेरो स्टार्टिङ डेजहरूमा म दुबईको मान्छेको हेल्प लिएँ अहिले करेन्टली तपाईँलाई चाहिँ मैले दुबईको नम्बर पनि प्रोभाइड गरिदिएको छु यहाँनिर गएर चाहिँ तपाईँले एक्सनेसमा कुनै पनि हेल्प हुन्छ एकाउन्ट भेरिफाई भएको छैन होइन अरू तपाईँको चाहिँ विड्रलहरू पाइराख्नु भएको छैन अरू तपाईँको डिपोजिट विड्रल प्रब्लम आइरहेको छ भने चाहिँ यो नम्बरमा गएर मेसेज गर्नु होला यो मेरो पर्सनल म्यानेजर हो जुनले चाहिँ मेरो एक्सनेसको सबै कुराहरू हेर्छ किनभने करेन्टली म एक्सनेसको बिजनेस म्यानेजर भएको छु मेबी म चाँडै तपाईँको चाहिँ यसमा राम्रो हुँदै गयो भने मेबी म तपाईँको चाहिँ बालीमा हाम्रो एक्सनेसको अफिस छ अरू तपाईँको चाहिँ मलेसियामा एक्सनेसको अफिस छ एक्सनेसको अफिस टुर गराउँछु होला अनि त्यहाँनिर एउटा हाम्रो मिटअप प्लान पनि छ होइन एक्सनेससँग सो त्यसमा पनि चाँडै म त्यो मिटअप प्लानमा पनि के कुराहरू हामीसँग हुन्छ होइन त्यो कुराहरू सबै तपाईँहरू म भिडियो अरू तपाईँको चाहिँ भ्लगमा चाहिँ चाँडै नै म तपाईँको एक्सनेसको पनि अपडेट दिन्छु अहिलेको लागि चाहिँ अहिलेको सल्युसन भनेको के प्रब्लमहरू फेस गर्नुभयो एक्सनेस रिलेटेड नेपालीहरूको लागि मात्रै हो चाहिँ होइन नेपालीहरूको लागि मैले एउटा छुट्टै एउटा सपोर्टको लागि यो दुबईको नम्बरमा चाहिँ तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ अनि अन्डर लास्ट गिभ अवे अनाउन्समेन्ट होइन हामी अलमोस्ट 5K को नियरमा छौँ अनि आइएम प्लानिङ टु डु गिभ अवे होइन तपाईँको चाहिँ 5K सब्सक्राइबरमा चाहिँ हामी चाहिँ लाइभ आएर युट्युबमा लाइभ आएर चाहिँ हामी तपाईँको चाहिँ गिभ अवे गर्ने मेरो प्लान छ 5K सब्सक्राइबर हुने बित्तिकै मैले तपाईँको चाहिँ फन्डेनेक्स हुन्छ कि फन्डिक्स हुन्छ जुनसुकै भए पनि पर्फर्मसँग चाहिँ तपाईँको म कोल्याब गरेर चाहिँ तपाईँहरूको मेबी 3टा 4वटा 5वटा कतिवटा एकाउन्ट दिन सक्छु होइन त्यतिवटा एकाउन्ट चाहिँ म चाहिँ मेरो सब्सक्राइबरहरूलाई गिभ अवे गर्न लागिरहेको छु त्यसैले तपाईँ सबैजना गएर चाहिँ हाम्रो चाहिँ युट्युबमा गएर सब्सक्राइब पनि गरिदिउँ मलाई इन्स्टाग्राममा चाहिँ तपाईँले फलो गर्न नबिर्सिनु होला गाइज किनभने सबै अपडेट मेरो इन्स्टाग्राममै आउँछ होइन तपाईँको युट्युब भिडियो नयाँ आउन लागिरहेको छ तपाईँको मेरो अरू ल्याङ्ग्वेजमा अरू च्यानल मैले बनाउँदैछु अरू एनिथिङ होइन तपाईँको ट्रेडिङ स्टफहरू मेरो एभ्री डे टु डे अपडेट चाहिँ मेरो इन्स्टाग्राममा आउँछ युट्युबमा एक्टिभ भए पनि नभए पनि त्यता आउँछ र गाइज यु सुन अन नेक्स्ट भिडियो होइन मेरो नेक्स्ट भिडियो तपाईँको फन्डेनेक्ससँग आउँछ मेबी चाँडै ड्रप हुन्छ होला मेबी भोलि अरू पर्सिमा चाहिँ यो भिडियो आएको 1 दिन अरू 2 दिनमा चाहिँ तपाईँको चाहिँ फन्डेनेक्सको रिभ्यू भिडियो पनि ड्रप हुन्छ जुनमा चाहिँ मैले एउटा सानो पेआउट निकाल्छु 10-10K को एकाउन्टबाट त्यो चाहिँ चाँडै नै देख्नुहुन्छ सी यु गाइज सुन इन द नेक्स्ट भिडियो बाई बाई